ल यीबाट आएको है ल मगाउँछ है इसाराले बोलाउनु पर पानी खाँदैछन् आउन पनि सकिरहेको छैन आगोमा पकाएको लोकल खाना खाँदैछौँ हामीले आज अनि यो आलुदमको लागि यहाँ आलु पनि हेलो साथीहरू हामीहरू अब चाहिँ आज खेती खोला जान लागेको छौँ हामीहरू यहाँ बाटोमा छौँ अब हामी सबै खेती खोलाको भ्लग देखाउँछौँ अहिले हामी बिरौटामा छौँ हामीहरू खेती खोला आइसक्यौँ हामीलाई चाहिँ पानी परेर अन्जु दिदीहरू लिन आउनुभएको छ पानी परेर हामी चाहिँ भिजे थोरै पानी पर्यो हामी फेरि होला आउने बित्तिकै यस्तो पानी पर्यो कि हेर्नु त यस्तो पानी परेर अनि हामी यसरी यहाँ प्रतीक्षालयमा यहाँ बसेको छौँ कि अनि यो चाहिँ फेरि होला गाउँपालिका हो अनि हाम्रो दिदीहरूको घर चाहिँ यता हो है डेन्जर पानी पर्यो कुकुरसँग डराएर तिनीहरू भागिरहेछन् कि जाऊ त जाऊ उनीहरू अब भागिसक्यो अगाडि नडराउ केही हुँदैन यहाँ कसको हन्टर बनेको हो पहिला थिएन है यो घर त पहिला थिएन है यो घर कसको हो ए अब एउटोको घर चाहिँ त्यहाँ हो सुन्तला भोलि पर्सि सुन्तला खाने सिजनमा चाहिँ आउनुपर्छ बल्ल मजा आउँछ कि यहाँ चाहिँ किनहरू डराइ गरेको ऊ अन्जितीको घर चाहिँ यही है हेलो छोडेपछि त्यस्तै हो होइन अन्जुतीको घर अब त्यहाँ मुवाहरू हुनुहुन्छ होइन भिडियो हो कि ब्लगमा यो चाहिँ अन्जुतीको घर हाई किचन ल यहीको अन्जुजीको घर रमाइलो छ फेरि खोला उसले चाहिँ हामीलाई फुरौला बनाएर राखिदिएको रहेछ नि अनि खाँदैछौँ हामी चाहिँ यहाँ त्यही भएर आएको फेरि खोला पानी पनि कति धेरै परेको हामी आउने दिनमै परिरहेछ पानी पनि अनि हामी चाहिँ यता बसिरहेको थियौँ बच्चाहरूले के गरेछन् हेरौँ है त बच्चाहरूले के गरेछ हौ डेस्टु मौसम पनि कस्तो नाटकी जस्तो हो कि यता पानी पनि परिरहेछ यस्तो घाम पनि लागिरहेछ कि यस्तो घाम लागिरहेछ अन्जुले फेरि खाना बनाउनु थालिहालिन् आलुदम बनाउनु लागि अन्जुले पानी फेरि यता किचन अन्डरलाई दिएको हो ए आलु छिल्दै काँक्राको अचार बनाउनको लागि तयारी गर्दैछौँ हामीहरू किचनमा छौँ यता देखाउ आएर अनि यहाँ चाहिँ मलाई तिमीहरूको लागि आलु फ्राईको लागि तयार हुँदैछ बच्चाहरूको लागि ए डेस्टुले पनि गरिरहेको छिन् तिमीहरू पनि रमाइलो भइरहेछ यिनीहरू चाहिँ यही हेर्न आएको हुन् के ल हेर कस्तो राम्रो रहेछ कि सबैभन्दा ठुलो हो सानो बच्चा मात्रै हो त्यहाँ यिनीहरू
गाइज आज हामी अन्ताक्षरी खेलेका छौँ। रातिको 12 बज्न लागिसक्यो अनि हामी के गर्ने त नि भन्दा अनि हामी अन्ताक्षरी खेलौँ भनेर फेदी खोलामा चाहिँ हामी अन्ताक्षरी खेलिरहेको छौँ। हामीलाई यीबाट आएको है ल म गाउँछु है। इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन। ल तिमीलाई नबाट आयो कालो सुतिरहेछ। हामी चाहिँ राति निन्द्रा नलागेर 9बाट गाऊ तिमीहरूले 9बाट भयो गाउ न। खुट्टैमा गरिदिन्छु म त जिउबाट पटुकीमा दही ल्याई घुट घुट पिउ उकाली म गाउँछु सर। उकालीमा पनि हजुर मोटर जाँदो रहेछ ड्राइभर दाइलाई छ सलाम माया सरर जन्मरेलैमा सलाम। कालो भोका स्योर नथ्यो। गुड मर्निङ। यो चाहिँ फेरि खोला। अझै म चाहिँ अघि बिहानै उठ्छु भन्ने सोचेको थिएँ कि बिहानै उठ्ने अनि चराहरू कस्तो कराउँथ्यो कि बिहान बिहानै अहिले नि कराए। बिहानै उठ्छु भन्ने सोचिरहेको थिएँ अनि हामी चाहिँ ढिला सुतेको भएर उठ्नै सकेन कि। खोलामा छु म चाहिँ अहिले अनि मलाई चाहिँ यो एकदमै मनपर्छ कि बिहान बिहान चराहरू कराएको एकदमै सुन्न मनपर्छ कि। अनि आज चाहिँ हामी ढिला ढिला उठ्यो माथि देखाउनु कस्तो मजाको चरा कराइरहेछ। उठ्यौ? गुड मर्निङ। के अरे भाइ खै उठ्यो? भाइ पनि उठेको बेडमा यो भेटेर ल्याइदिएको तिमीहरूले? ए उठ्यो हजुर गुड मर्निङ। तिमीले लगाइदिएको ज्याकेट भाइलाई? ओहो गुड मर्निङ बाबु। यता हेरेर भन न। एटु दादा गुड मर्निङ। फोन चाहिँ चलाउनु हुन्न है बिहान बिहान राख। काली यतिखेर खुसी भएको है। ए अन्जिलले यहाँ चिया बनाउँदैछिन्। ओहो धुवा भाइ ल चिया खान लाग्यो है। आगो ताप्दै चिया र बिस्किट खाँदै। तिनीहरूले के गरेछन् तिनीहरूलाई हेरौँ है त। मम्मी चाहिँ यता फोन हेर्दै हुनुहुन्छ। के गर्दैछौ तिमीहरू? यसले खाइसक्यो? हजुर यही ल हुन्छ। ओके ओके बेबी। यहाँ हाम्रो चिकन भुट्दैछौँ हामीले आगोमा पकाएको लोकल खाना खाँदैछौँ हामीले आज। अनि यो आलुदमको लागि यहाँ आलु पनि तयार छ। यो चाहिँ राजमा आलु, लोकल आलु र राजमाको तरकारी अनि आलुदम अनि मासु यसरी बन्दै है हाम्रो खाना चाहिँ। खाना खाने टाइम भइसक्यो। मम्मी खाना खाने टाइम भयो।
खान्छु म हिजोको ओके मेरो खाना आयो अब यो पुदिनाको चटनी सिलौटामा पिसेको वाला आलुदम मासु अनि यो राजमा आलुको तरकारी बच्चाहरूले यता खाँदैछन् म चाहिँ भित्र खान लागेको फेरि खोलाको कुवामा छौँ आरामले बसिरहेको छौँ एकछिनमा हामी खोला जान्छौँ पहिलाको जमानामा चाहिँ धेरै कुवाको पानी नै युज हुन्थ्यो धाराहरू थिएन टाढा टाढा खोलामा पानी लिन जानु पर्थ्यो अरे होइन अनि कुवाको पानी चाहिँ एकदमै शुद्ध हुने डाइरेक्ट त्यहीँबाट खानुहुन्थ्यो अरे के तपाईहरु पनि आएर पिउनु सक्नुहुन्छ अनि यहाँको फेरि एकदमै राम्रो ताजा अर्ग्यानिक के भन्छ अब सबै त्यही हो क्या जे भने बुझ्नु नि तपाईँहरू होइन कस्तो आनन्द आइरहेछ मलाई चाहिँ 1-2 दिन यहीँ बस्थ्यो अरे त्यति बेला चाहिँ अब हामी एकछिनमा चाहिँ एकदम भेटोला सधैँ राम्रै लागिरहेको हो अब हामी जान्छौँ एकछिनमा खोलामा त्यहाँबाट माछा मारेर ल्याउँछौँ लडबाट है डेस्टु खिच्दै अनि माछा मारेर ल्याउँछौँ अनि माछा मारेर ल्याएर आज बेलुका माछाको सुपुर ढेँडो खाने हो हामी खोलामा जान लाग्यो डेस्टु रेडीले फेरि पानी हाँदैछन् ल बहिनीको टन भगवान्लाई चढायो ल कालुलाई पनि के खाँदै पनि त अब डेस्टनले उस गर के ल हजुर ल अहिले अनि त्यसपछि माछा मार्ने होइन आऊ अन्जु दिदी छिटो हामी खोलामा जाँदैछौँ अब खोलामा जानु भन्दा पहिला त हामी यतातिर आइसक्रिमको बज्यो कि आइसक्रिम ल्याउनु भएको रहेछ कि यहाँ यिनीहरू चाहिँ आइसक्रिम देखेर भागेर आयो कि खै कस्तो कस्तो आइसक्रिम छ खै कस्तो आइसक्रिम खै देखाउनु न कुन फ्लेभरको हो कि कस्तो पाइन्छ खै हेरौँ ओरेन्ज यस्तो रहेछ बरफ रहेछ कि यहाँ बरफ आउँदो रहेछ ल ल अब खोलामा हिँड्नु चिसो खाँदै फेदी खोला गाउँपालिका ल हिँड जाने अब यता साइड हिँड साइड डेस्टु यता साइड आऊ न ल हिँड फेदी खोलाको एकदम हावा आउने चौतारी भनेको यहीँ रहेछ कि हामी पहिला आउँदा नि यहीँ बसेको थियौँ जति बेला पनि एकदम शीतल हावा आउने अब हामी त्यो खोलामा जान्छौँ तल त्यो खोलामा जान्छौँ धेरै ठुलो त नरहेछ खोला सानो रहेछ अब यताबाट हामी खोलामा जान्छौँ यिनीहरू एकछिन पानीमा भिज्छन् बाबु कस्तो लागिरहेछ भन्दा त यता हेर त कस्तो लागिरहेछ हो काललाई कस्तो लागिरहेछ यता हेर एडुलाई कस्तो लागिरहेछ यता अङ्कलहरूले पनि गफ गर्दै बस्नु चौपारी रहेछ एकछिन यहाँ आऊ न बसौँ चौपारीमा एकछिन यहाँ बसौँ न चौपारीमा बस्ने होइन एकछिन बसौँ न जाने पहिला ल हिँड ल हिँड सेम हो के अलि मिठो हो धेरै नखाऊ अब त फ्यालिदेऊ यस्तो खासै राम्रो त होइन खानाको लागि तर ल हामी त खोलामा पनि आइपुग्न लागिसक्यौँ ल हिँड बिस्तारै हिँड त बिस्तारै भाइलाई पनि लगा न समाउँदै काली होइन पुलमा जाने कि उता माछा मार्ने ठाउँ हो कहाँ हो त्यहीँ जाऊँ ल हिँड ओइ खुट्टा जाला है त्यहाँबाट पुलबाट त्यहाँ खुट्टा जाने ठाउँ छ डेस्टु रोका म समाउँछु एकजनालाई बिस्तारै एडु धेरै जान्ने भएर हिँड्ने होइन त्यहाँबाट जाला खुट्टा तल डाइरेक्ट तल पुग्छ पानीमा रोक है रोक बिस्तारै हिँड्नुपर्छ है डेस्टु ओइ यो त त्यो पहिलाको वाला पुल जस्तो रहेछ नि त डेन्जरस वाला डेस्टु
रोक है यो त डेन्जरस छ यस्तो डर लाग्छ नि यस्तो फेरि। ओइ ओइ लोला मा रोक है रोक यस्तो गर है त्यहाँबाट खुट्टा गयो भने त तल गयो के तिनीहरू त पुगिहाल्यो रोक त ए अँ त नि पहिला हामीले यहीँ त खान आएको नि खोलामा यतिको पानी त रहेछ नि त हेर त ल हिँड्न तिमी बिस्तारै हिँड्दै गर नि ल रोक रोक कालो आउने होइन मैले भनिदिरहेको छु डेसु आऊ मलाई समाउँदै आऊ मलाई पछाडि समाउँदै आऊ न कालो तिमी हिँड्ने होइन है मलाई समाउँदै आऊ नि डेसु तर यो चाहिँ यहाँको स्थानीय बासिन्दाहरूले चाहिँ यसलाई चाहिँ मर्मत गर्नु पर्यो यो चाहिँ भएन हामी यहाँबाट त्यहाँ क्रस गर्न नि गाह्रो भयो बच्चाहरू डराएर त भागिरहेछ आउन पनि सकिरहेको छैन तपाईँहरू चाहिँ डेली काम गरेर यो बाटो कसरी हिँड्नुहुन्छ हेर्नु त उता बारीहरू पनि रहेछ कसरी हिँड्छ यो बाटो खोलामा आयौँ है हामी यिनीहरूलाई यस्तै खेल्न मन लागेको यहाँ भाइहरूले चाहिँ माछा मार्दैछन् है माछा मार्न लाग्यो हौ कसरी हो खै देखाऊ त यहाँ भिडियोमा देखाऊँ एउटा त्यहाँ ढुङ्गा हालेर अडाउने हो कि के गर्ने हो ए ढुङ्गा मुनि मुनि हेर्ने हो ए त्यो भएर ऊ त्यो हो त्यो हिँडेकोवाला हो ए त्यसो भए त हामीले पनि खोज्यो भने पाउँछ होला माछा मार्न आएको त के भेट्यो अब तिमीहरू धेरै रमाइसक्यो अब घर हिँड छिटो यसलाई हेर नि यसलाई ओह यिनीहरू यस्तो रमाउन आएको हुन् कि यहाँ ल डेस्टु एडो यता हेर ओहो फेरि गर अह पुग्यो